एरिया यो चाहिँ नेपालीहरू बङ्गालीहरू धेरै बस्ने ठाउँ हो यो। दुईटा बेला समुद्रका छालहरू हेर्न देख्न सक्नुहुन्छ हामीले। यो देखेको चाहिँ पुरै सिए। आज खासै मान्छेहरू पनि यो पब्लिक होलिडे। राजा ज्ञानेन्द्र शाह सबैलाई दर्शक नमस्ते। धेरै पछि म आज आफ्नो भ्लगमा आइरहेको छु होइन, किनभनेपछि यस्तै कारणको बावजुदले गर्दाखेरि म भ्लग बनाउन पाएन, त्यसको लागि सरी भन्न चाहन्छु। र कोही मेरो भ्लगमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब कमेन्ट र सबैभन्दा धेरै माया दिनु होला भन्ने आशाले म आज चाहिँ खासै त्यस्तो राम्रो कन्टेन्टहरू त छैन, जस्ट निस्वनको बारेमा थोरै भिजिटहरू गर्नेछु, त्यसै देखाउनेछु होइन। हजुरहरूले सायद सपोर्ट दिनु होला भन्ने आशा राख्दछु। है गाइज हामी चाहिँ हिँडेको है गई। अब यसो तपाईँहरूलाई बाहिरको माहौलहरू देखाउनेछ के कस्तो छ भन्ने कुरा। फाइनली हामी चाहिँ अब हिँडिसक्यौँ है। अब मार्केटमा गएर अब केही यसो जुस किनिन्छ अनि त्यसपछि फेरि सितिर गइन्छ अनि हल्का रमाइलो गरिन्छ आज चाहिँ। यो चाहिँ मेरो भाइ, केही शब्द भन्न छ भने भनिहालौँ के यस्तो गाडी पनि हिँड्छ नि यहाँ। यो चाहिँ रेल हिँड्ने रेलको बाटो है। यो चाहिँ सानो खालको गाडी कि ट्रेन हिँड्ने के भन्छ यहाँ चाहिँ त्यसलाई। यताबाट जाने हो ल गइदिइहालौँ न त होइन। यो चाहिँ मार्ती मुन्च एरिया यो पुरै। यहाँ चाहिँ नेपालीहरू बङ्गालीहरू धेरै बस्ने ठाउँ हो यो। अनि कस्तो लागिरहेको छ त नि हाम्रो आज साथीले। हाम्रो युट्युबर साथीहरूलाई के भन्न चाहनुहुन्छ? लाइक कमेन्टहरू गरिदिनु भन्न आग्रह गर्दैछु। सम्महरू देखिरहेको छ अनि म यहाँ गइरहेको छु। र यही हो हेर्नुहोस् है, अझै राम्रो राम्रो देखाउने छन् तपाईँहरूलाई भ्यूहरू।
भर्खर त निस्किएको छौँ हामी रुमदेखि है। यही हो मार्टिन हुन्छ। कालीहरू धेरै हुन्छ नि, कालीहरू यहीँ हो, धेरै जस्तो लुटपाट हुने रातको टाइममा होइन। अलिकति सतर्क हुनु होला रिसो नबस्ने मान्छेहरू। रातिमा चाहिँ अलिकति डेन्जरै हुन्छ कि। यहाँ अस्ति नै चाहिँ यहीँ हो झगडा भएको है। त्यो माथि दुईवटा झन्डा भएको छ नि, त्यो चाहिँ किल्ला हो लिसोनको है। अब त्यहाँ जानको लागि चाहिँ यहाँको मान्छेहरूले चाहिँ टिआरसी भएको मान्छेहरू फ्रीमा हेर्नु पाउँछ। टिआरसी नभएको मान्छेले चाहिँ 15 युरो तिर्नुपर्छ। अब चाहिँ हामी मार्केटमा जाँदैछौँ होइन। मार्केटमा गएर यसो अब जुसहरू अब हुन्छ नि अलिकति खानेकुराहरू लिएर जानेछौँ। अनि यसो रमाइलो गर्नेछौँ तिनजना साथीहरूले है। तपाईँलाई मार्केटमा गइन्छ, जुस ल्याइन्छ, खाइन्छ होइन, बसिन्छ, रमाइलो गरिन्छ। के छ र जिन्दगी मरिलानु होइन। मार्केट खोजिरहेको छौँ हामीले। मार्केटमा पाएको अवस्था छ अहिले चाहिँ होइन। मार्केट पाउनै गाह्रो छ हो यहाँ त। यता साइडमा त छैन होला हौ मार्केट। चस्मा किन्ने भन्दा त 2 युरो। चस्मा चाहिँ क्याप स्याप छ उता एकजना भइहाल्ला सोधौँ न। कहाँ हो यो त उसो रेस्टुरेन्ट हो नि। यो त छैन यार। घुमेर फेरि त्यहीँ आयो। त्यो अगाडि पाइन्छ होला कि पाउँछ है कता? हामीले चाहिँ मार्केटमा भेटाएर घुमिरहेको छौँ यो ठाउँमा है। मार्केट पाउनै गाह्रो छ हौ। धेरै जस्तो रेस्टुरेन्ट मात्रै भेटिरहेछ। छैन होला यहाँ त त्यो उसहरू मात्रै छ। यहाँ भित्र छैन। यहाँ भित्र छैन नि त। अगाडि होला अगाडि। यो ओपन लेखेकोमा अब चाहिँ यो भित्र बस्नेछौँ होइन। मार्केटै पाइँदैन। गाह्रो भयो मार्केट पाउन।
गाइस हामीले चाहिँ लिएर हिँड्यौँ है ल यो सामान बल्ल बल्ल मार्केट भेटाएर है अब चाहिँ बाँकी चाहिँ अब गन्तव्यमा पुगेपछि देखाउनेछौँ अरू चाहिँ राजा ज्ञानेन्द्र शाह भनेर भन्न नमिल्ने हेर्नुहोस् पुरा टुरिज्महरू आइरहेछन् होइन आज मान्छेहरू धेरै भिडभाड छन् अब समरको टाइम हो मान्छेहरू आइरहेको छन् भिडभाड भइरहेको छ जो पनि पोर्चुगलमा आउँदै हुनुहुन्छ नि हजुरहरूले एउटा कुरा चाहिँ याद राख्नु होला है अहिले चाहिँ काम र रुम पाउन एकदम गाह्रो भइरहेको छ मान्छे अब आइहाल्नु भयो भने पैसा चाहिँ अलिकति धेरै नै बोकेर आउनु होला यही भन्न चाहन्छु पछि आएर यहाँ पछुटो नपछुटाउनु होला अहिले मान्छेको धेरै चाप छ धेरै चाप 2022 र 23मा धेरै मान्छेहरू भित्रिसकेछन् त्यही भएर रुम र काम पाउन एकदम लास गाह्रो छ अहिले चाहिँ ओपन मार्केट पाउनै गाह्रो छ हो यहाँ त किन हो खै कुनै भिआइपी एरिया भएर कि के हो रेस्टुरेन्टमा त देखिन्छ जता पनि आज यो सकेर चाहिँ सीतिर आइपुगिसक्यौँ है सीमा लगभग सीतिर आइपुगिसक्यौँ हामी चाहिँ सीमा आइपुग्यौँ जेब्रा क्रसिङ गर्नुपर्छ होइन त्यो रेल चाहिँ यहाँ छ यस्तो चाहिँ बडगरी चाहिँ सरी इङ्ग्लिस भन्नु
यहाँ चाहिँ रातिको टाइममा चाहिँ एकदम भिडभाड हुन्छ। अहिले चाहिँ खासै केही छैन, दिउँसो भएर होला होइन। रातिको टाइममा त्यहाँ खुट्टा हाल्ने ठाउँ हुँदैन, बवाल छ नि त यो ठाउँ। हाम्रो ब्रोहरू हिँडिरहेको छन् होइन। अर्को ब्रो लास्ट बिजी, उहाँ चाहिँ बिजी मान्छे। यसको नाम चाहिँ के पर्यो रे? हामी चाहिँ कहाँ जाने? त्यही चौरमा जाने हो। लडेको छ नि त आज चाहिँ चौरमा गएर बसिन्छ होइन, केटाहरूसँग टक्क रमाइलो गरिन्छ है। टुरिज्म एरिया, पुरा टुरिज्म एरिया मान्छेहरूको घुम्नु लागिरहेछ। हिजोको भन्दा आज चाहिँ अलिकति कम रहेछ है। क्या चिज छ हावाइदिएर आगे आज चाहिँ त्यो समुद्रको हावा आइरहेछ नि त यता, त्यही हो। इस्माइल पानी के आदि राम्रो देखिन्छ नि रहेछ है, अगाडिबाट देखिसक्यो। बड्डा के शब्द भन्न सकिन्छ कि आफूले? के भन्नु शब्द बोलिन्छ के छैन? गर्मी छ पोर्चुगलको। अहिले हल्का गर्मी बढ्दैछ होइन। अब जे भयो नि गर्मी बढे पनि यो हाम्रो रिभरको चिसो वातावरणले हामीलाई एकदम आनन्द दिइरहेको छ होइन। अनि हावा पनि लागिरहेछ चिसो चिसो, मस्त मान्छेहरूले इन्जोय गरिरहेको छ, सबैजना हिँडिरहेको छ होइन। त्यही हो लास्ट टाढा छ यार, पुलमा त नजाम यार। त्यो हेर्दाखेरि मात्र त नजिक हो पुल, तर टाढा छ लास्टै। नजाम के पुलमा त यहाँ बस्नु यार। 20 मिनट हामी अलिकति अगाडि नै थियौँ नि त, त्यही भएर हो। गर्मीको महिनामा यसरी बस्नुपर्छ, पौडी खेल्ने बस्ने होइन। पोर्चुगल भन्नुहुन्छ नि, पोर्चुगल यस्तो छ हेर्नुहोस् है, कस्तो छ रे, यस्तो छ। यति बस्दिन क्या यार, कहाँ जाने उता? लास्ट टाढा छ क्या यार राजा। अहिले जामलाई के लास्टमा भाइ हामी गाई त अब चाहिँ फाइनल्ली आफ्नो डिसिसनमा आइसक्यौँ। अब चाहिँ यहाँ हुन्छ मिठा खानेकुराहरू छन्, लेस, पानी, कोल्ड ड्रिङ्क, लेस। अरूले नदेखाउँ क्या अरे। ल गाइज कस्तो छ ल इन्जोय गर्नुपर्छ केटा हो ढुक्क।
यो देखेको चाहिँ पुरै सी है। आज खासै मान्छेहरू यो पब्लिक होलिडे थियो त्यही भएर मान्छेहरू धेरै थिए। आज चाहिँ खासै छैन। केटाहरूले खाएर बसिरहेको छु हामी इन्जोय गरिरहेको छु नि। पुतुल खेलिरहेको यहाँ। यता अब पुग्लो राम्रो देखिन्छ आँखा पुग्ने नि यो चाहिँ आज चाहिँ मौसम त्यति राम्रो नभएको कारणले गर्दा त्यति राम्रोसँग भिडियो पनि आएको छैन है। केही छैन, त्यही पनि राम्रोसँग देखाउने कोसिस गरिरहेको हुन्छु। हाम्रो केटाहरू मस्त इन्जोय गरिरहेछ नि। यो पछाडिदेखि चाहिँ सी है, कालो भइसक्यो। बटाई अब हामी चाहिँ रुमतिर जान लागेको है। सोल्टीहरू, गाइजहरू, दिदीबहिनीहरू यहीँ फाल्थ्यो नि। हालौँ क्या हालौँ, एक घन्टा हालौँ न। ल हामी चाहिँ फोहोरहरू चाहिँ यहाँ फाल्नु लगाएको चाहिँ यति राम्रो सिस्टम हो किनभने चाहिँ अब अन्त यहाँ फाल्दै हुन्छ कि एकछिन साथीले चाहिँ यहाँ उस है इनर्जी ड्रिङ्क खाँदैछ। अब बेलुका भएपछि अलिकति मान्छेहरू आउने गर्दछ नि। यहाँ चाहिँ अलिकति भिडभाड भइरहेको छ अहिले चाहिँ अहिलेको भन्दा चाहिँ एकदम धेरै नै। अब अन्धकार छ, पानी पर्ला जस्तो गरिरहेको छ आजको मौसम। त्यति राम्रो छैन आजको मौसम किनभने चाहिँ हेर्न सक्नुहुन्छ किनभने चाहिँ यहाँ पानी पर्ला जस्तो गरिरहेको छ आज। हिजो चाहिँ एकदम मौसम एकदम सफा थियो, आज चाहिँ छैन है। किराले एकदम लास्टै हटाएको कारणले गर्दा चाहिँ हामी चाहिँ अहिले चाहिँ समुद्रको साइडमा बसिरहेको हामी माथि बसेको थियौँ तर किराले लास्टै हटायो क्या अहिले चाहिँ। कस्तो किरा भन्दा चाहिँ हो यस्तो किरा यहाँ देख्न सक्नुहुन्छ होइन यता गएर किरा। ओ माई गॉड, अब चाहिँ जानुपर्छ घरतिर होइन रुमतिर।
रात पर्न आँटिसक्यो। रात परिसकेको अवस्था छ है गाइज। हामी चाहिँ अब रुमतिर जाँदै लै 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 तिमी कहाँ जाने रे? ए खोलापारी किन जाने हो र? अहिले जाने बेला भइसक्यो र खोलापारी। भाइले चाहिँ एकदम खोलापारी जाने भनेर जिद्दी गरिरहेछ, त्यसैले लैजानेछौँ है हामीले। अब बच्चाहरूले भनेपछि अब मान्नै पऱ्यो है, गाह्रो छ नि हो। आजलाई यति भन्दै म होइन युट्युब च्यानलबाट म बिदा हुन चाहन्छु, किनभने चाहिँ आज चाहिँ धेरै यति राम्रो चाहिँ पाएन, त्यही भएर म यति नै गर्न चाहन्छु। फेरि पनि नयाँ नयाँ भिडियोको साथ अब उपस्थित हुनेछु। अलिकति किराले गर्दाखेरि यो आँखामा आइरहेको छ, त्यही भएर है। ल सबैलाई सब लभ भन्न चाहन्छु। नयाँ हुने साथीहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, धेरै धेरैभन्दा माया दिनु होला। ओके बाई, थ्याङ्क यू।